टिकटकबाट पैसा आएको खुसियालीमा चाहिँ म चाहिँ रेडी भएर निस्केँ। हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ मेरो टिकटक मोनिटाइज भएको थियो, त्यही भएर चाहिँ आज फर्स्ट टाइम मेरो टिकटकबाट पैसा आएको थियो। योभन्दा अगाडि चाहिँ अलिकति थोरै भएको थियो, जे होस् अकाउन्टमा आउन नमिल्ने जति भएको थियो। अनि यसपालि चाहिँ अलिकति धेरै भएकोले चाहिँ अकाउन्टमा आएको थियो, त्यही भएर चाहिँ निस्केर ब्याङ्कबाट पैसा झिकेर चाहिँ एकछिन सिमामुरातिर गयौँ। अनि सिमामुरातिरको काम सकेर हेरेर त्यहाँ आफूलाई चाहिने सामानहरू किनेर अनि सेलहरू पनि रहेछ, सेलहरू पनि यसो हेऱ्यौँ। आफूलाई हुने साइज अनि आफूले खोजेको जस्तो चाहिँ पाइनौँ सेलमा, त्यही भएर चाहिँ त्यहाँबाट निस्किएर चाहिँ हामी म्याकडोनल्ड्सतिर गयौँ। म्याकडोनल्ड्स चाहिँ घरै अगाडि छ क्या। अनि हामीलाई म्याकडोनल्ड्स निस्किनको लागि केही बेर पनि लाग्दैन, यसो हेरेर अलिकति मुड मात्र आउनुपर्छ, निस्किहाल्ने हो क्या। अनि हामीले यहाँ यो स्पाइसी चिकन चाहिँ कति खायौँ क्या। यो सुप्पा चिकी चाहिँ फेब्रुअरीबाट चाहिँ हट्दैछ अरे, त्यही भएर चाहिँ हामीले चाहिँ यसलाई अब बाई बाई गर्नको लागि चाहिँ दुईवटा सुप्पा चिकी खायौँ मजाले। अनि त्यस पछाडि त्यहाँ गइसके पछाडि चाहिँ एउटा सेक चिकन भन्ने पनि रहेछ, अनि त्यो पनि चिकन फ्राइड पनि खायौँ। अनि यो स्पाइसी चिकनको यो जुन यस्तो स्पाइसी सस छ त्यो चाहिँ हामी एकदमै मिस गर्नेछौँ। अब नआउने भनिसके पछाडि हाम्रो लागि मात्र त पाइँदैन, त्यही भएर। अनि यो चिकन पनि एकदम मिठो छ। अनि यसको चाहिँ यो रेड पेपर भन्ने यो मसला टाइपको चाहिँ ठ्याक्कै वाइको जस्तै मसला छ क्या। अनि त्यो पनि हल्का छर्केर माथिबाट सर्र पारेर अनि त्यति खायौँ। अनि खाइसकेर चाहिँ हामीले ग्रोसरी सपिङ गर्न थियो, त्यहाँको चाहिँ भिडियो लिनै बिर्सेछौँ। कात्राङ कुत्रुङ सामानहरू किन्यौँ। अनि किनिसकेर चाहिँ ड्रग स्टोर पनि जाने काम थियो। अनि हाम्रो घर नजिकै चाहिँ एउटा सनड्रग भन्ने छ क्या, सस्तै पनि छ। अनि सनड्रग गयौँ। सनड्रग गएर चाहिँ मेरो सनस्क्रिन सकिएको थियो, अरू कुरा त सबै थियो, त्यही भएर चाहिँ एउटा सनस्क्रिन मात्र लियौँ। अनि अरू के रहेछ भनेर नर्मली एकछिन घुम्यौँ। अनि त्यस पछाडि चाहिँ त्यहाँबाट निस्किँदाखेरि फिल भन्ने एउटा सुपर मार्केट थियो, त्यहाँ गएर चाहिँ एक एकवटा आइसक्रिम खाएर घर आयौँ। थ्याङ्क्स फर वाचिङ माई भिडियो।